बस नम्बर पनि थाहा छैन। आज पुगिन्छ कि पुगिँदैन हामी। झोलमामा चाहिँ साह्रै मिठो लाग्दैन अलिक सर्ट यस्तो गाडी खोल्का गाडी खोल्ने बित्तिकै चाहिँ कपडामा लपेटेको क्या मासु त मान्छे लपेटे जस्तो 77 आयो। हाई गाइज नमस्कार सबैजनालाई। आज चाहिँ म फरवानिया जाँदैछु। अब चाहिँ गाइज हामी कहाँ हिँडेको अरे मैले अघि भने फरवानिया हिँडेको तर के अरे बस नम्बर पनि थाहा छैन। आज पुगिन्छ कि पुगिँदैन हामी। फरवानिया नपुगेर अन्त्य पुगेर फर्किनु अरे क्या। कतादेखि यतैदेखि चढ्ने कि कता जाने हौ? माई गड सिस्टर मैले त बिर्सेछु नि त। याङ पनि निकाल्नु पर्ने छ त। नानीले बिर्सेछ। मैले बिर्सेछु नि त। याङ होप्लो पैसा निकाल्नु पर्ने छ भनेर। अनि पैसा यहाँ के अरे यो बिल्डिङमा छ नि त निकाल्नु परेन। बिना पैसा त सिस्टर गाडीदेखि निकालिदिन्छ हामीलाई। गर त खै बाख्रो लगाउनु भयो कनेक्टै हुँदैन। सो गाइस अब चाहिँ हामी फरवानिया हिँडेको कि अनि फरवानियामा चाहिँ मेरो साथी आएको छ सामान लिनु पर्छ। फोन स्विच अफ भयो त्यही त पानी बोकेर नि पानी यहाँ आइरहेछ। अनि अब चाहिँ हामी यहाँ के अरे यो यसको नाम बिर्सेँ मैले बक्राला यो रिया बिल्डिङ यहाँ रिया बिल्डिङमा चाहिँ ऊ निकाल्नु पर्ने छ पैसा निकाल्नु पर्ने छ। आज हाम्रो स्यालेरी आएको छ। स्यालेरी आएको छ हाम्रो के आएको छ स्यालेरी। ल ल निकाल ब्यालेन्स इन्क्वायरी। त्यो झुमर राम्रो छ त। हो हाम्रो मलाई त कस्तो क्याफे छोडेर कोल्टा जानु मन लागिसक्यो पूजा। क्याफे त दिक्क लागिसक्यो मलाई। अनि कोल्टामा धेरैवटा ब्रान्च पनि छ नि त हाम्रो। अनि त्यो भन्दा त क्याफे भन्दा त ओहो हल्का मजा आउँछ। गाइस अब चाहिँ हामी यहाँदेखि बस चढ्न आँटेको। नाइटो साइटो देखाएर हिँडिरहेको बाल मेरो नाइटो मलाई बाल त्यसले त्यस्तो के भन्नुहोस् मलाई बाल छैन। हामीलाई चाहिँ लाग्छ कि हामीलाई के लाग्छ भन्दैछ सिस्टर यहीँदेखि हो गाडी चढ्ने भनेर चाहिँ गाडी चढ्छ जस्तो लागिरहेछ हामीलाई चाहिँ फरवानिया जाने। अरू बेला चाहिँ हामी त्यहाँ पारीदेखि उता के अरे हाम्रो काममा जान्थ्यो तर यसपालि चाहिँ यहाँदेखि जानु आँटेछ। Our long waited 66 yalla girls 66 ए यहाँ रहेछ त तर यो त ऊ मात्रै रहेछ मिठाईहरू रहेछ। ए मिरिन्डा एउटा बोकेर जाऊँ कि क्या फरवानिया आइपुग्यो गाइज। हामी चाहिँ यो के हो ओ माई गड मोबाइल पसलहरू यहाँ खै कपडा तर सिस्टर तल जानु थाल्यो भने त हामी त पुग्दैन नि त। फेरि त्यो कपडा हेरेर दिन बिताउँछ नि त। ओइ मिनिसहरू जस्तो कति राम्रो। चलो आगे सिस्टर। के होइन त्यो राम्रो छ त। यो राम्रो छ 60 केटी ब्यान्डहरू रहेछ। ओइ जाम हो हामी त खानेकुरा। ओइ ऊ पनि रहेछ पूजा करेला कोर्ने होइन यो ब्रसहरू पनि रहेछ। तर यो ब्रस आमै अनुहार कोर्ने ब्रस छ। लिक्विड हो ब्लस पनि रहेछ त 750 मा। फ्राइडे मार्केटै सस्तो रहेछ त ब्लसको लागि त। फ्राइडे मार्केट को जान्छ? म जान्छु। फ्राइडे मार्केट सस्तो रहेछ नि। हम हवाली में रहते हैं, इधर हम दोस्त से मिलने के लिए आए। लोकेशन तो दुनिया में चलता है।
हवेली में रहता तो भी लोकेशन चलाना सीखना जरूरी है। अभी सीखते ही तो इधर तक आए ना भैया। गाड़ी वाला नहीं आएगा। हम यहाँ तक इसे इधर जाम पकाला ढूंढने चले गए ना इसे। भैया इधर से हमें हवाली तक डायरेक्ट टैक्सी पे जाएंगे तो कितना लगेगा? 2 गाड़ी। 2 केडी? सच में? अरे वाह, अच्छा डील है मेरा। अच्छा फरमेन तेरा मतलब उड़ा। ठीक है भैया, इधर तक छोड़ दिए, शुक्रिया। हाँ, बाद में कॉल करूँगी हाँ एक बार। सिस्टर सामान लेके आना। ता ठीक है भैया, बाय। पकड़ो सिस्टर, कॉल करूँ? उठाएन? तेरो बिल्डिङ नम्बर कति हो भन्दा म 45 को तल छु। मेरो तल लाइट जलिरहेछ। अनि यहाँ एउटा बकला पनि रहेछ साइडमा। अगाडि र पछाडि हुन्छ बिल्डिङ पनि? तेरो बिल्डिङको नाम के हो भन्? ए नम्बर कति हो थाहा छ तँलाई? ए ब्लक होइन, बिल्डिङ नम्बर भन्न। पूजा सिस्टर पूजा श्रेष्ठ सिस्टर अनि पूजा पुर्कुटी सिस्टर दुवैजनाले यहाँ। तैँले चाहिँ मलाई यो गाडीको फोटो चाहिँ किन पठाएको? यो मैले गाडीको फोटो ओइ म ड्रोन हो। म कसरी थाहा हुन्छ तेरो गाडी माथि कतिवटा गाडी छ भनेर? मेरो वरिपरि पनि गाडी नै गाडी छ। तल म अहिले आएर मार्छु नि। त्यो गाडीको फोटो चाहिँ मलाई कसरी थाहा हुन्छ? माथिदेखि खिचेको, म ड्रोन हो। बकमा फोटो पठाउँछु यहाँ। बकलहरूको फोटो पठाउँछ साइडमा के छ भने, यहाँ मान्छेले सोध्नु सजिलो हुन्छ मलाई। प्लिज त्यहाँ मैले 45 त्यहाँ लेखेको पठाएँ नि, हो त्यस्तै बिल्डिङमा नम्बरहरू छ क्या। तँलाई तेरो बिल्डिङ नम्बर थाहा छैन? तैँले न्यू खोजेको हो मसँग। अब न्यू खोजेको श्वेता लिम्बूसँग न्यू खोजेको हो पूजाले। पर्खिन, त्यहाँ अगाडिपट्टि रोडको अगाडिपट्टि त्यो रुखहरू छ हो सिस्टर। लोकेसन हेर्नु चाहिँ आउँदैन है मलाई पनि। कता हो? यता हो? अब मलाई रिस उठिसक्यो, कता हो? एकैछिन यहाँ पुग्यो। ओके मेरो फोनले उ गरेको अर्बिट बिल्डिङ। एकछिन यहाँ मान्छेलाई सोध्नु न त। यहाँ यो त्यो दाइले अघि किन यहाँ ल्याइदियो थाहा छ? त्यो अघिको ट्याक्सीवालाले त्यो बिल्डिङ नम्बर 45 मा चाहिँ अर्बिट बिल्डिङ 45 लेखेको छ, त्यहाँ झारिदिएको क्या। त तेरो घर नजिकैको चोकमा आइज त। यहाँ मलाई गाह्रो परिसक्यो। स्टार दुईजना मेरो यहाँ यो मेरो फोन काट्दै त यो सोफा आइपुग्दा मैला छ। बिल्डिङदेखि उपरसम्म आउनु सक्छ चल्दिन ठिक छ तेरो त्यहाँ माथिदेखि फोटो पनि तैँले कहाँको पठाएको थाहा छ? हामी उतापट्टि पुगेको 45 बिल्डिङमा। यो होइन अर्को लाइनमा नि पूजा, पल्लोपट्टिको लाइन। तेरो उतापट्टिको लोकेसन देखाइरहेको थियो क्या, बिल्डिङ नम्बर 45 भन्दै अर्बिट भन्दै। राम्रो होइन यो टलक टकेको तर ऊ चाहिँ अनि ए तैँले मलाई भनेको मलाई भनेको के भन्दैछु गाई सुनेर म अनुहार जनरको भन्दैछु। म राम्रो छैन? मेरो अनुहार चाहिँ ए मस्त फेरि राखेको त म। अनि श्वेता लिम्बू राम्रो छैन फेरि? त त राम्रै छेस् नि। यो के हो नि आमामा, हाम्रो केटीहरूले भेट्यो भने त यस्तो लिपमा त यहीँ बसिरहेको छ, निस्किँदैन र? ओइ के हो? अनि यो त यता बिल्डिङमा पनि ऐना छ त, यहीँ बसिरहेको थिएँ म पनि यार। हाम्रो भन्दा त राम्रै रहेछ।
सूप कितना हाँ काला तो दिनार भैया हवाली का 2 दिनार बोल रहा था यार कितना 2 दिनार नहीं 1 दिनार साल में जाता है भैया हवाली का 2 दिनार है तो हर साल में जाता है ना तो हाँ कितना देता है महंगो है ना इधर से हाईवे तक छोड़ दो कितना लोगे हाईवे तक का कितना लोगे इधर जिधर से बस मिलता है उधर छोड़ दो कितना लोगे आज को तो जाने तो जाऊँगा तो 2 दिनार भैया 2 दिनार प्लीज उसके बाद हवाली में जाना है हमको भैया 2 में कर दो ना 2 में 2 हवाली जाता है तो साल में जाता है हाँ साल में पहले साल में आता है उसका हवाली आता है तो 2 देना हाँ बस साल में जाना है हमको 2 दिनार भैया प्लीज ठीक है भैया ठीक है शुक्रिया 2 में है ना हाँ भैया अब आई ना बात काट के नीचे बोल चुका है भैया होइन त्यो ऊ देखेँ क्या हमें इधर ही उतरना होगा ना इधर ही छोड़ देंगे ठीक है धन्यवाद भाई यहाँदेखि जाँदा चाहिँ पिङ्क लिपस्टिक छ मलाई चाहिँ किन नदेखाएको क्यामेरा ए यता सिस्टर अड्किरह सिस्टर माई सिस्टर प्लिज सुनादा सिस्टर यहाँ त फेरि बबाल मजा आउँछ नि मान्छेहरू सबै ठीक है ठीक है भैया हम जल्दी जल्दी उतरेंगे हाँ ओके भैया शुक्रिया आप हमें यहाँ तक छोड़ दिए सामान यहाँ छ केही छुटेन नि भाइ हाँ सिस्टर फोन दुईटै फोन यही छ एउटा ब्यागमा छ एउटा सालमियामा चाहिँ नाइट लाइफ चाहिँ फेरि बबाल मजा आउँछ के आउँछ अरे सिस्टर मजा आउँछ मलाई त मार्छ होला हौ पूजाले धेरै सिस्टर भनेर ए यहाँ क्या पूजा यहाँ होला हौ ऊ थियो हौ यहीँ थियो लुगा हौ लुगा ह्याङ्गरमा क्या त्यो बाहिर झुन्डाइरहेको कता उता हो ए लुगा अनि सालमिया नजिकै पर्छ आउँदै गर्दा त हुन्छ सिस्टर अनि याङ चाहिँ त्यो अस्तिको महिना पालैतिर कति धेरै पैसा आयो अस्ति ओटी गर्नु पाएको थियो र पो आउँछ त सिस्टर अब त ओटी सोटी छैन कहाँ पैसा आउँछ पैसा 445 पैसै आएको छैन अनि क्या मेरो बहिनीले क्या एकचोटि पुरा होइन बबल टी खाने भने होइन मेलामा गएको होइन बबल टी खाएको खल्लो न खल्लो छ्या त्यो भन्दा त तिमी अग्लो छौ नि सिस्टर यसो गर्नुपर्छ म पुड्की छु कहाँ त्यस्तै जस्तो हुन्छ बुझ्यो अलिक अगाडि हो खल्लो अगाडि जस्तो लाग्छ लुगाहरू छैन उठाइसक्यो अस्ति यही लाइनमा थियो मलाई होइन त्यो ऊ त्यहाँ अस्ति कहाँ अफर चलेको थियो यो स्टोरमा छिरेको अस्ति हामी सविताहरूसँग यो पेन्ट त दामी छ त त्यो अगाडि ब्लू कलरको अफर चलेको थियो र अस्ति छिरेको थियो यहाँ छैन होइन अफर चलो सिस्टर तुबानको बेत अरे फिलिपिनो रहेछ यहाँ काम गर्ने हो कि स्टोरको ओनर हो थाहा भएन नामै सुन्दै तुतुबान तुत्तुबान भने फिलिपिनो नै हो होला है ज्यादा अमिलो नि पहाड देखिरहेछ माउन्ट एभरेस्ट जस्तो देखिरहेछ क्या तर्पट्टि पनि राम्रो आएको नि त्यो चाहिँ टाउको काट्दै अनि अग्लो भएपछि काट्नु कहाँदेखि गयो कसलाई देखाउने यो खालिदलाई अब यस्तो लाग्छ जस्तो छैन नि त्यो क्रन्ची टेस्टी नै होइन अब फर्स्ट जस्तो हुँदैन कतिजना अन्त तिम्रो टाउको त्यस्तो अब गाइस अब चाहिँ हामी सालमियामा छ यहाँ चटपटे खाँदैछ
अन्त भरेको 2टा मोमो चाहिँ मोमो पनि छ म्याडम हामीलाई कति बजे खाएको चाउमिन 5 बजे खाएको होइन अनि नगएन भने भरे राति उठ्छु भात बोटेर खान्छु चामल त्यतिकै भिजिरहेको छ सुक्कामा यो चटपटे चाहिँ अलिकति मलाई चाहिँ अमिलो ज्यादा भयो तपाईँलाई के भन्नु सिस्टर मलाई डर लाग्यो होइसनलाई के भन्नु होला मोमोको पर्खाइमा गाइस हामी चाहिँ मोमोको पर्खाइमा पुरा मलाई नि यही सुतिदिनु क्या यहीबाट भोलि ड्युटी ड्रेस भएर चाहिँ जाँदा हुन्छ त के हो आफै हो सिस्टर मेरो खोज्छु र म अरे वाह ढक्कन भित्र राम्रो देखिँदो रहेछ नि यो भेज रोल मोमो होइन यो ट्राई गर्नु पर्यो लाग्नु पकाएको राम्रो परेको छैन यो त झोल त फिलिपिनोहरूले खाने झोल जस्तो छ त खै गाइज मलाई यो झोल त फिलिपिनोको झोल जस्तो लाग्यो मलाई यस्तो झोल त फिलिपिनोले मात्र खान्छ नेपालीले खान्छ जस्तो लाग्यो नि मलाई त्यस्तो पनि नराम्रो फिलिपिनले नराम्रो खान्छ भनेको होइन हौ टेस्टेड फिलिपिनहरू तिनीहरू त्यस्तो खाने जस्तो लाग्छ मलाई सातो भयो नुन कम्ती छ हौ झोलमा नुन पास गर्छ हालेर भने चाख्दैन होइन नुन कम्ती छ नि यसो पनि कम्ती छ हाल्दै माथिदेखि यो चाहिँ कस्तो छ तातो छ नि तर अर्डर गरे हामीले अर्डर गरेर चाहिँ प्याक गर्नु थाल्यो कि त्यहाँ बफ मिठो नि हलिँदा पनि नभन्दा दामी त झोल मोमो त वहीँ बनाउँछु बफ मोमो त मिठो छ खै यो चाहिँ मैले तानेँ भेज भएर नमिठो भयो हो भेज भएर नमिठो भएको बफेला त मिठो छ झोल मोमो चाहिँ साह्रै मिठो लाग्दैन अलिक के मन पर्यो प्यान्ट अहिले सबै यहाँ साइन्सको यो के भन्छ यो केमिकलको नि के जतिवाला टी सर्ट रहेछ सिकागो कति चिसो हो यहीँ बस्नु जस्तो के किन्ने जिन्सहरू कस्तो छ यो है लुज जिन्सहरू रहेछ भयो होइन सो गाइस अब चाहिँ हामी यो के अरे सालमियामा त्यो मोमो खाइसक्यो होइन मोमो खाइसकेर रुम ब्याक टु जाँदैछ अनि त्यो के अरे
बस चढ्नुको लागि पनि बस चढ्ने ठाउँ पुग्नुपर्छ नि त आउँदा चाहिँ हामी ट्याक्सीमा आयो होइन घरमादेखि त्यो मेरो साथीको रुमदेखि चाहिँ बस चढ्ने ठाउँ अलिक टाढा क्या भित्र कता कता अस्ति यस्तै मासु देखेर त तर्सेको त हामी यहाँ चाहिँ यो मासुहरू कस्तो कपडामा लपेटेको क्या आम्मामा अस्ति त हिँड्दै गर्दा सालमियाको त यस्तो गलीमा उल्सुमा कसम यस्तो तर्सेको क्या सट्ट यस्तो गाडी खोल्यो क्या गाडी खोल्ने बित्तिकै चाहिँ कपडामा लपेटेको क्या मासु त मान्छे लपेटेको जस्तो 77 आयो लेट्स गो सिस्टर 77 नम्बर बस यो त 100 यो 100 त जाँदैन होला हवालीमा 100 छैन हौ यहाँनिर चाहिँ बिलीले लिएर आएको यहीँबाट चढाएको बिलीले तेरो कहाँदेखि यो झाडीको पल्लोपट्टि हौ त्यहाँदेखि निकालेको थियो होला बिलीले अनि यहीँ निकालेको थियो पैसा निकाल बेहेन 77 हो पैसा त गोजीमै छ बेहेन यहाँ म सट्टै निकालिहाल्छु भित्र पर्समा राखेको छैन मैले 77 सुरा 77 हो नि 100 छैन नि त्यसमा 100 के पनि निद्रा लाग्यो अब चाहिँ हामी मोमोसोमो सबै खाइसकेर घरतिर आइसकेको छ कि तर यहाँ तल चाहिँ कता हाई गर्दैछ कता हो यता जाने कि यता जाने कता जाने सिधा नेक्स्ट जाने किन यता चाहिँ कता निद्रा लाग्यो भने घर जाउँ न अनि यहाँ तल चाहिँ प्याकिङको सामान छ त्यो अचारवाला मोमो चाहिँ अलिक त्यो स्वाद मन परेन त्यही भएर त्यो पकालेर भोलि फ्राई गरेर खाने कि तिमी जाँदै गर्छौ म लिएर आम सामान बिचराको मर्निङ सिफ्ट छ मैले बिचरालाई डुलाको डुला श्वेता सिस्टर चाहिँ त्यो हामी खानु गएको रेस्टुरेन्टको मान्छेले मार्छ होला अस्ति नै पनि त्यो के अरे बफ चाउमिन त्यो गिलो गिलो गोरुको मासु जस्तो लागेर त्यो रिटर्न गरेको होइन योभन्दा यसमा आइकन कस्तो ट्रस्ट इस्यु भएको है मासु अनि कस्तो गिलो गिलो क्या प्याक त मिठो नलागेर त्यो रिटर्न गरेको होइन अनि यसपालि पनि यिनीहरू जहिले आउँछ जहिले किचकिच गर्छ गिरगिरे कस्टमरहरू भन्छ होला हामीलाई त हामी पनि त्यस्तै गर्छौँ पक्का लाग्यो भने सो गाइस फाइनली रुम आइसकेको छु म चाहिँ अनि यहाँ नेक्स्टमा पनि खासै धेरै सपिङ गरेन किनभने राति भएर होला सामानहरू राम्रो थिएन क्या फ्रेस थिएन त्यही भएर खासै धेरै केही पनि बोकेर आएन सो गाइस म लगातार भइसकेँ आजको लागि म भिडियो यतिमै बन्द गर्न चाहन्छु बाई अनि मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर के अरे त्यो सब्सक्राइब सबै गरिदिनु होला बाई टेक केयर